आदरणीय साथीहरू नमस्कार। आज म एउटा भिडियो लिएर आइरहेको छु र त्यो भिडियो हेर्दा सामान्य भए पनि त्यसको महत्त्वपूर्ण भूमिका रहेको छ। मेरो भिडियोको शीर्षक छ पानी। हाम्रो शरीरलाई नभई नहुने विभिन्न तत्त्वहरूमध्ये पानी पनि एउटा महत्त्वपूर्ण तत्त्व हो। हाम्रो शरीरलाई स्वस्थ रहनको लागि कम्तीमा पनि 2 लिटरदेखि 3 लिटर पानी सदैव हामीले पिउनु पर्दछ, जसले हाम्रो शरीरलाई सधैँ स्वस्थ राख्दछ। यदि यो पानी हामीले प्रत्येक दिन 2 लिटरदेखि 3 लिटरसम्म हामीले पिउन सक्यौँ भनेदेखि यसले हामीलाई विभिन्न रूपले महत्त्वपूर्ण भूमिका खेल्दछ। जस्तै सर्वप्रथम त यसले खानालाई पचाउने काम गर्दछ, हाम्रो आन्द्रालाई स्वस्थ राख्ने काम गर्दछ र हाम्रो किडनीले विकार तत्त्वहरूलाई फाल्ने काम गर्दछ। त्यस्तै गरिकन किडनीलाई स्वस्थ राख्नमा यसले ठुलो भूमिका खेल्दछ। त्यसैले हाम्रो शरीरमा अत्यन्तै महत्त्वपूर्ण रूपको लिने पानीको महत्त्व धेरै छ। त्यसैले हामीले पानीलाई सदैव हामीले यसको प्रयोग गरौँ, विभिन्न रोगहरूबाट बचौँ। किनभने 90% रोगहरू यदि हामीले रेगुलर रूपमा पानी पिउने गरेमा 90% रोगहरू लाग्न सक्दैन। बाँकी रहेको 10% भनेको विभिन्न अरू रोगहरू हुन सक्दछ। त्यसैले नियमित रूपमा पानी पिउँ र हाम्रो शरीरलाई स्वस्थ राखौँ। धन्यवाद।